कोरियामा भएर पनि साङ्गेसाल मन नपराउने त कुनै होला र होइन। मलाई पनि यो साङ्गेसाल पहिला चाहिँ मन पर्दैन थियो, अहिले चाहिँ मलाई बेसरी नै मनपर्छ। यहाँ उभिराख्नु भएको चाहिँ हाम्रो थिम्जाङनिम हो। हाम्रो चाहिँ कम्पनीमै च्याउ सागहरू सबै हुन्छ क्या। हामी चाहिँ मान्छे धेरैजना छौँ, अनि हामीलाई चाहिँ यही सिक्दाङमै खाना दिन्छ कि सामगेप्साल चाहिँ। कम्पनीमै सागहरू छ नि त, पैसा पनि धेरै खर्च भएन। अब यहीँ पनि टाढा पनि जानु परेन, कम्पनीमै खाँदाखेरि रमाइलो हुन्छ। हामी चाहिँ सबै नेपालीहरू मात्रै हुन्, हाम्रो साथीहरूसँग खाँदाखेरि चाहिँ एकदमै रमाइलो हुन्छ कि। अनि हामी चाहिँ अचारहरू पनि बनायौँ, खानाहरू दालहरू सबै पकाएर यहाँनिर हाम्रो चाहिँ आजको 6 बजे पनि बिदा भएको थियो। अनि हाम्रो चाहिँ कहिलेकाहीँ चाहिँ एकदमै रमाइलो हुन्छ कि धेरैजना मान्छे हुँदाखेरि चाहिँ। मलाई चाहिँ केनिममा चाहिँ एकदमै धेरै मनपर्छ कि सामगेसाल चाहिँ। तपाईँहरूलाई चाहिँ कुन सागसँग मनपर्छ साथीहरू? मलाई चाहिँ केनिम र छकुन्दा चाहिँ एकदमै धेरै मनपर्छ। मलाई यो खोल्ला चाहिँ खासै खानु मन लाग्दैन। अनि यहाँ मेरो भाउजूले चाहिँ टमाटरको अचार पनि बनाउनु भएको थियो, परिपरिको प्याज हालेर, प्याज नहालेको, अनि मासु फ्राई गरेर। यसरी नै बित्यो हाम्रो आजको दिन। थ्याङ्क यू फर वाचिङ।